पिकनास भन्ने ठाउँ पनि एक्जिस्ट गर्दो रहेछ यहाँ चाहिँ होइन सोलुमा। बुढाहरू चाहिँ गफ जोतिरहेछन् तर म चाहिँ निकै लामो यात्रा छ मेरो होइन। खुम्बु नाम्चे पुग्नु पर्ने छ, धेरै लामो छ यात्रा अघि, त्यही भएर म चाहिँ अल्छिन लागिरहेछ। हल्का जोस जाँगर नि छ, केही गर्छु भने आँट पनि बोकेर हिँडिरहेको छु होइन। ट्राफिकहरू देखिरहेछ तर हामीलाई चाहिँ पठायो। यस्तै हो, बाटोहरू यस्तै खराब छ, त्यही पनि बन्दै छ होइन, बनिरहेछ, जोस राम्रै छ, ठाउँ ठाउँमा विकास भइरहेको छन् र चलिरहेको छु। अब चाहिँ दृश्य भनेको एउटा दामी दृश्य देखिन्छ जोरबौदा होइन सोलुको, बवाल लाग्छ मलाई। जोस अब के गर्नु त, अब अरू केही भन्ने कुराहरू त खासै छैन, यसो हेर्नु दृश्यहरू हेर्नु बस त्यति हो। खासै बोल्ने तरिका त राम्रो छैन मेरो, त्यही पनि लाइक सब्सक्राइब सेयर कमेन्ट गर्नु होला, बाँकी अझै आउनेछ।